के भनौँ यो सरू सिरियलमा के हुन्छ के यस्तो तपाईँहरू कतिजनाले हेर्नुहुन्छ गाइज हिन्दी सिरियल म चाहिँ हिन्दी सिरियल बहुत क्रेजी छु है म यति धेरै हिन्दी सिरियलहरू हेर्छु मलाई त्यो सरू सिरियल चाहिँ यस्तो मनपर्छ कि यस्तो मनपर्छ मैले कुनै पनि एपिसोडै छोडेको छैन कि त्यसको अनि त्यो अहिले कस्तो भइरहेछ थाहा छ तपाईँलाई त्यसले त्यो नक्कली बिहे गरेर जान्छ कि आफ्नो सरसँग है आफ्नो आमालाई बचाउनलाई अनि फेरि त्यसको ट्रान्सफर आउँछ क्या अनि आइसकेपछि फेरि त्यही त्यो वेद एमाले एमएलए एमाले होइन फेरि एमाले बुझ्नलाई फेरि नेवारमा एमाले भन्दा बित्तिकै फेरि मलाई पनि एमालेको झोले रहेछ यता भनेर गाली आउला डर लाग्छ होइन त्यो वेद चाहिँ एमएलए भएर क्या हुन्छ के अनि कस्तो अब योभन्दा पछाडिको त्यो स्टोरीहरू कस्तो हुन्छ होला क्या मलाई त कस्तो रुन मन लाग्छ कि आजको सिनमा चाहिँ त्यो उसको दादीले चाहिँ त्यो ताराले डस्टबिनमा फालेको फोटो समातेर यस्तो छातीमा टाँस्छ नि कसम त्यति बेला त मेरो आँखाबाट नै आँसु चुहिहाल्छ क्या गाइस सायद मै होला सिरियल हेरेर पनि रुने भनेको हुन त सबैको आँखाबाट आँसु आउँछ होला है तर पनि मेरो त अति नै आउँछ के कस्तो गाह्रो भइहाल्छ कि मलाई त अनि अब के हुन्छ होला कि गाइस त्यसको जीवनमा सुखै कहिले आउन के थोरै सुख हुन्छ फेरि दुःख आइहाल्छ के कहिले सुख पाउँछ त्यसले म हेर्दा मलाई नै टाउको दुखिसक्छ कि त्यसको दुःख देखेर भगवान् त्यसलाई सुख बनाइदेऊ कि छिटो त्यसको जीवनमा नि सुख ल्याइदेऊ